रुस युक्रेन युद्धमा मारिएका पूर्व वडाध्यक्षको क्रिया गर्दै वृद्ध बुवा दोस्रो पटक चुनावमा हारेपछि ऋणको भारीले थिचिएर मर्ने बेला जहाँ भए पनि मरिन्छ म जान्छु भन्दै लागेका थिए रुस। श्रीमतीलाई म अब छिट्टै आउँछु भनेर गरेको बाचा पूरा गर्न सकेनन्। फागुन 13 गते बिहान रुसी फौजमा कार्यरत तीर्खबहादुर बुढाथोकी तिलकले श्रीमती सुनितालाई सामाजिक सञ्जालमा सम्पर्क गरेका थिए। बिहान 7:30 बजेतिर तिलकले सामाजिक सञ्जाल मार्फत सम्पर्क गर्दा सुनिता कोठामै थिइन्। त्यति बेला 44 वर्षीय श्रीमान तिलकले अब म छिट्टै आउँछु भन्ने बाचा गरेका थिए, तर त्यो बाचा उनले पूरा गर्न सकेनन्। अब तिलक कहिल्यै फर्किने छैनन्। तिलक रुस युक्रेन युद्ध लडिरहेका थिए। युद्धमा अगाडि बढिरहँदा ड्रोनबाट हमला भएर तिलक र अर्का एकजना रसियन व्यक्तिको घटनास्थलमै मृत्यु भएको थियो। यसरी मृत्यु हुने कैयौं नेपालीहरू छन्। तिनै युवा मध्येका तिलक बुढाथोकीको जीवन सङ्घर्ष, आशा, राजनीति र अन्ततः एक अप्रत्याशित युद्धको पीडादायी अन्त्यको कथा आजको भिडियोमा। तीर्खबहादुर बुढाथोकी तिलक रोल्पाको सुनछहरी गाउँपालिका 5 का पूर्व वडाध्यक्ष पनि हुन्। रुस युक्रेन युद्धमा उनको मृत्यु भएको खबरले अहिले सिङ्गो गाउँ शोकमा डुबेको छ। स्थानीय र परिवारजनका अनुसार उनी फागुन 13 गतेदेखि सम्पर्कविहीन थिए र फागुन 24 गते उनको मृत्यु भएको पुष्टि भएको थियो। तिलक बुढाथोकीको जन्म रोल्पाको एक साधारण किसान परिवारमा भएको थियो। सानैदेखि उनी मेहनती र जुझारु थिए। परिवारको आर्थिक अवस्था सबल नभए पनि उनले प्रारम्भिक शिक्षा गाउँकै विद्यालयबाट पूरा गरेका थिए। उनी अन्य ग्रामीण युवा जस्तै सुरक्षाकर्मी बन्ने सपना बोकेर नेपाली सेनामा भर्ती भएका थिए। सेनाको अनुशासन र जीवनशैलीले उनलाई एक जिम्मेवार नागरिकका रूपमा तयार गरेको थियो। तर नेपालमा चलिरहेको माओवादी सशस्त्र सङ्घर्षका कारण सेनामा रहन कठिन हुँदै गयो। सशस्त्र द्वन्द्वले गाउँघर असुरक्षित बन्न पुग्यो र माओवादी पक्षबाट निरन्तर दबाव आइरहेको थियो। यसै कारण उनले सेनाको जागिर छाड्नु पर्यो। जागिर छाडेपछि उनले गाउँमै केही समय बिताए। तर आर्थिक सङ्कटका कारण उनी कतारतर्फ रोजगारी खोज्न लागे। कतारमा उनले विभिन्न कठिनाई भोगे। कहिले सुरक्षा गार्ड, कहिले निर्माण मजदुरका रूपमा काम गर्दै उनले परिवारको जीविका चलाइरहे। कतारपछि उनले अफगानिस्तान जाने निर्णय गरे। युद्धग्रस्त देश भए पनि अफगानिस्तानमा कामको राम्रो अवसर थियो। उनले केही समय त्यहाँ बिताए, तर परिस्थितिले उनलाई बिचैमा नेपाल फर्कन बाध्य बनायो। गाउँ फर्केपछि उनले राजनीति रोजे। सैनिक जागिर छाड्न बाध्य भएका तिलक बुढाथोकी रोल्पा फर्केपछि नेकपा एमालेमा सक्रिय भएका थिए। 2074 सालको स्थानीय तह निर्वाचनमा उनले एमालेबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका थिए। उनको सरल स्वभाव, गाउँ विकासप्रतिको सोच र जनताको मन जित्ने क्षमताका कारण उनी विजयी भए। वडाध्यक्षको रूपमा उनले गाउँको विकासका लागि अनेक योजनाहरू अगाडि बढाए। स्थानीय पूर्वाधार विकास, कृषि प्रवर्धन र युवालाई स्वरोजगारतर्फ आकर्षित गर्न उनले प्रयास गरे। तर 2079 सालको स्थानीय निर्वाचनमा उनले माओवादी उम्मेदवारसँग पराजय भोग्नु पर्यो। चुनाव खर्चिलो थियो, जसका कारण उनी आर्थिक सङ्कटमा पनि परे। राजनीतिले उनलाई आत्मसम्मान त दियो, तर आर्थिक रूपमा कमजोर पनि बनायो। चुनावमा पराजित भएपछि उनी आर्थिक रूपमा थप सङ्कटमा फस्दै गए। परिवारको दायित्व, ऋणको बोझ र नयाँ अवसरको खोजीले उनलाई पुनः विदेश जाने निर्णय गर्न बाध्य बनायो। तर यो पटकको गन्तव्य रुस थियो। 2079 सालको अन्त्यतिर जब रुस युक्रेन युद्ध चलिरहेको थियो, त्यति बेला रुसले विदेशी नागरिकलाई सेनामा भर्ती गरिरहेको थियो। आकर्षक तलब, विभिन्न सुविधाहरू र केही वर्षपछि रुसको नागरिकता दिने प्रलोभनमा नेपालीहरू पनि आकर्षित हुन थाले। तिलकले परिवारलाई केही नभनी 2080 साल असोजमा रुस जाने निर्णय गरे। उनलाई लागेको थियो कि केही वर्ष युद्धमै रह्यो भने राम्रो आम्दानी हुनेछ र परिवारको भविष्य सुरक्षित बनाउने सपना पूरा गर्न सकिनेछ। रुस पुगेपछि उनले सैन्य तालिम लिए। उनको काम मोर्चामा खटिनु थियो। प्रारम्भिक दिनहरू सामान्य भए पनि युद्धमा जानुपर्दा परिस्थिति जटिल बन्दै गयो। उनी फागुन 13 गतेपछि परिवारसँग सम्पर्कमा थिएनन्। फागुन 24 गते उनको निधनको खबर आयो।
परिवारलाई यो खबर उनका साथीहरूले सुनाए जो युद्धमा उनीसँगै खटिएका थिए। चारजना सँगै युद्धमा गएका थिए, तर तीमध्ये 2 जना मात्रै फर्किए। यता तिलक बुढाथोकीको निधनको खबर गाउँभरि फैलियो। उनका 72 वर्षीय बुबा ओम बहादुर क्रिया बसेका छन्। श्रीमती सुनिता जो स्थानीय स्वास्थ्यकर्मी पनि हुन्, उनीमाथि अहिले आकाश खसेको छ। उनका 14 वर्षीय छोरा आयुष र 7 वर्षीय छोरी आयुषा छन् जो बुटोलमा बसेर पढिरहेका छन्। परिवारले उनको पार्थिव शरीर नेपाल ल्याउने विषयमा केही जानकारी पाएको छैन। रुसी सेनामा भर्ती भएका धेरै नेपालीहरू ज्यान गुमाइरहेका छन्, तर उनीहरूको शव फिर्ता ल्याउन कुनै निश्चित प्रक्रिया छैन। नेपाल सरकारले पनि हालसम्म यस विषयमा ठोस कदम चाल्न सकेको छैन। तिलक बुढाथोकीको कथा केवल व्यक्तिगत त्रासदी मात्रै होइन, नेपालका हजारौं युवाको पीडा हो। रोजगारीको खोजीमा युवाहरू युद्धभूमि पुग्न बाध्य छन्, जसले एउटा गम्भीर प्रश्न उठाएको छ। तिलकको असामयिक निधनले गाउँ मात्रै होइन, अहिले सिङ्गो देशलाई सोच्न बाध्य बनाएको छ।